विक्रम सम्वत 2093। कल्पना गर्नुहोस्, तपाईँ ऐनाको अगाडि उभिनु भएको छ। अनुहारमा उमेरका रेखाहरू छन्, आँखामा थकान छ, अनि मनमा एउटा प्रश्न, मैले चाहेको जीवन किन बाँच्न सकिनँ। त्यो क्षणमा तपाईँलाई पैसाको कमीभन्दा ठुलो पीडा एउटा कुरा हुनेछ, आफ्नो क्षमता भएर पनि त्यसलाई कहिले पूर्ण रूपमा प्रयोग नगरेको पछुतो। किनभने संसारका धेरै मानिसहरू असफल भएर होइन, आफ्नो सपना बिस्तारै मर्न दिएर हराउँछन्। उनीहरू बिहान उठ्छन्, काममा जान्छन्, घर फर्कन्छन्, मोबाइल चलाउँछन्, सुत्छन्, अनि यही चक्र वर्षौंसम्म दोहोरिन्छ। एक दिन अचानक उनीहरूलाई महसुस हुन्छ समय त बितिसकेको रहेछ, तर सपना भने अझै सपनामै सीमित छ। अब एउटा प्रश्न, यदि 10 वर्षपछि तपाईँले आफ्नो आजको जीवनलाई हेर्नुभयो भने गर्व गर्नुहुन्छ कि पछुतो? धेरैले लाग्छ सफल मानिस जन्मदै फरक हुन्छ, उनीहरूसँग पैसा हुन्छ, चिन्जान हुन्छ, भाग्य राम्रो हुन्छ। तर सत्य त्यति सरल छैन। अनुसन्धानहरूले देखाउँछन् कि धेरै मानिसहरूले आफ्नो लक्ष्य बिचैमा छोड्छन्। कारण प्रतिभाको कमी मात्र होइन, गलत बानी, गलत निर्णय र निरन्तरता नहुनु पनि हो। त्यसैले आजको यो भिडियोमा म तपाईँलाई 7वटा कठोर सत्य सुनाउनेछु। यिनै कारणले अधिकांश मानिस आफ्नो सपना पुरा गर्न सक्दैनन्। र यदि तपाईँले यी 7 सत्यलाई अझै बुझ्नुभयो, सायद केही वर्षपछि ऐनामा हेर्दा तपाईँले पछुतो होइन, गर्व देख्नुहुनेछ। पहिलो सत्य, धेरै मानिससँग ठुलो सपना हुन्छ, तर त्यो सपनालाई जिताउने बानी हुँदैन। सोच्नुहोस्, एउटा किसानले उत्कृष्ट बिउ किन्छ, उसलाई थाहा छ यो बिउबाट धेरै फल लाग्न सक्छ, तर उसले त्यो बिउ रोप्दैन, पानी हाल्दैन, घाम माटो र हेरचाह गर्दैन। अब मलाई भन्नुहोस्, के त्यो बिउ आफै रुख बन्छ? कहिले बन्दैन। सपना पनि त्यही बिउ जस्तै हो। सपना देख्नु सजिलो छ, तर हरेक दिन त्यसका लागि काम गर्नु नै सबैभन्दा गाह्रो हुन्छ। धेरै मानिसहरू भन्छन् एक दिन म सफल बन्छु, तर उनीहरूको एक दिन कहिले आउँदैन। किनकि उनीहरू भविष्य परिवर्तन गर्ने सपना देख्छन्, तर आजको बानी परिवर्तन गर्न चाहँदैनन्। बिहानको एउटा घन्टा मोबाइलमा हराउँछ, बेलुकाको समय उद्देश्यभन्दा मनोरञ्जनमा बित्छ, अनि रात पर्दा उनीहरू फेरि आफैसँग एउटा बाचा गर्छन्, भोलिदेखि पक्का। तर त्यो भोलि फेरि अर्को भोलिमा सर्छ। यही एउटा सानो बानीले वर्षौंसम्म ठुलो सपना मारिरहेको हुन्छ। सफल मानिसले कुनै जादु गर्दैन, उसले केवल एउटा कुरा बुझ्छ, सानो काम तर हरेक दिन। किनभने तपाईँको भविष्य तपाईँले कहिलेकाहीँ गर्ने ठुलो कामले होइन, हरेक दिन दोहोरिने साना बानीहरूले बनाउँछ। त्यसैले आज आफैलाई एउटा प्रश्न सोध्नुहोस्, मेरो दैनिक बानीले मेरो सपनालाई नजिक लैजाँदैछ कि टाढा? यदि उत्तर टाढा हो भने आज एउटा सानो बानी बदल्नुहोस्, किनभने जीवन एकै दिनमा बदलिँदैन, तर एउटा सही बानीले जीवन बदल्ने यात्रा सुरु गरिदिन्छ। दोस्रो सत्य, धेरै मानिस मोटिभेसन खोज्छन् तर डिसिप्लिन बनाउँदैनन्। मोटिभेसन एउटा भावना हो, आज आउँछ भोलि हराउन सक्छ। नयाँ वर्ष सुरु हुन्छ, सबै उत्साहित हुन्छन्, जिम भरिन्छ, नयाँ किताब किनिन्छ, नयाँ लक्ष्य बनाइन्छ, तर केही हप्तापछि धेरै जसो मानिसहरू पुरानै बानीमा फर्किसकेका हुन्छन्। किनकि उनीहरूले आफ्नो जीवनलाई भावनाले चलाए, प्रणालीले होइन। डिसिप्लिन भनेको मन लागे मात्र काम गर्नु होइन, मन नलाग्दा पनि सही काम गरिरहनु हो। सफल मानिस र असफल मानिस बिचको सबैभन्दा ठुलो फरक प्रतिभा होइन, निरन्तरता हो। तपाईँलाई हरेक दिन प्रेरणा चाहिँदैन, तपाईँलाई हरेक दिन निर्णयमा अडिग रहने बानी चाहिन्छ। तेस्रो सत्य, धेरै मानिस आफ्नो सपना आफै छोड्दैनन्, अरूको डरले छोड्छन्। यदि म असफल भएँ भने मानिसहरूले के भन्लान्, मेरो मजाक उडाए भने, यिनै प्रश्नहरूले हजारौं सपना सुरु हुनु अघि नै समाप्त हुन्छन्। एउटा कुरा सम्झनुहोस्, मानिसहरू केही दिन तपाईँको कुरा गर्छन्, तर तपाईँले आफ्नो निर्णयको परिणाम वर्षौंसम्म बाँच्नुपर्छ। यदि तपाईँले आफ्नो जीवन अरूको तालीको आधारमा जिउनुभयो भने एक दिन अरूको मौनताले तपाईँलाई तोड्नेछ। त्यसैले आफ्नो सपना रोज्नुहोस्, भिडको स्वीकृति होइन। किनभने सफलता प्राय त्यही मानिसले पाउँछ जो सुरुमा एक्लै हिँड्न तयार हुन्छ। चौथो सत्य, धेरै मानिस असफल हुँदैनन्, उनीहरू केवल कामलाई भोलि सारिरहन्छन्। आज अलिकति थाकेको छु, भोलिदेखि सुरु गर्छु, अर्को महिनादेखि पक्का। तर समय कसैको प्रतीक्षा गर्दैन। तपाईँले समयलाई व्यवस्था गर्न सक्नुहुन्छ, तर समयले तपाईँलाई कहिले व्यवस्था गर्दैन। हरेक बितेको दिन तपाईँको जीवनको एउटा पाना च्यातिरहेको हुन्छ। पाँचौं सत्य, धेरै मानिस असफल हुन्छन् किनकि उनीहरू आफ्नो तुलना अरूसँग गरिरहन्छन्। कसैले नयाँ गाडी किन्यो, कसैले ठुलो घर बनायो, कसैको भिडियो भाइरल भयो, अनि तपाईँलाई लाग्छ म त धेरै पछाडि परेँ। तर याद राख्नुहोस्, तुलना प्रेरणा बन्न सक्छ, तर लगातार तुलना विष बन्छ।
तपाईँको प्रतिस्पर्धा हिजोको तपाईँ हुनुपर्छ, अरू कोही होइन। 6औं सत्य, धेरै मानिस सिक्न बन्द गर्छन्। डिग्री पाएपछि किताब बन्द, नयाँ कुरा सिक्न बन्द, प्रश्न गर्न बन्द। तर जुन दिन तपाईँले सिक्न छोड्नुहुन्छ त्यही दिन तपाईँको प्रगति पनि रोकिन्छ। सफल मानिससँग सबै उत्तर हुँदैन, तर उसँग सधैँ नयाँ कुरा सिक्ने भोक हुन्छ। र अन्तिम 7औं सत्य, धेरै मानिससँग सपना हुन्छ तर त्यसका लागि स्पष्ट निर्णय हुँदैन। उनीहरू इच्छा गर्छन् तर प्रतिबद्ध हुँदैनन्। सपना देख्छन् तर मूल्य चुकाउन तयार हुँदैनन्। सम्झनुहोस्, सफलता कसैलाई उपहारमा दिइँदैन। यसको मूल्य पसिना, धैर्य, अनुशासन र समयले तिर्नुपर्छ। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो हिजोका निर्णयहरूको परिणाम हो र 5 वर्षपछि तपाईँ जहाँ हुनुहुनेछ त्यो आजको निर्णयले तय गर्नेछ। त्यसैले आज एउटा निर्णय लिनुहोस्। सही समयको प्रतीक्षा होइन, सही कामको सुरुवात गर्नुहोस्। किनभने सपना पुरा गर्ने मानिसहरू असाधारण भएर जन्मेका हुँदैनन्, उनीहरूले साधारण दिनहरूमा असाधारण निर्णय गरेका हुन्छन्। यदि यो भिडियोले तपाईँलाई 1% पनि सोच्न बाध्य बनाएको छ भने आजै आफ्नो लक्ष्य एउटा कागजमा लेख्नुहोस् र त्यसतर्फ एउटा सानो कदम चाल्नुहोस्। किनभने 1 वर्षपछि तपाईँ आज सुरु गरेकोमा गर्व गर्न सक्नुहुन्छ वा आज सुरु नगरेकोमा पछुताउन सक्नुहुन्छ। निर्णय तपाईँको हो। धन्यवाद।